वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ब्रह्मयोगी शुक्रवार शरयां निटायां श्री सूर्य मीनारा तपाईँको छोराको नाम बिहान विधान बिहान नाम्या बिहान नाम देश मेखला वर्णकारण मिटुका कलासन कुरा निमित्त नमस्कार नमस्कर्मी हो यहाँ पूजा गर्छु अब यताको त गौरव मोटे दैवत औषधीय संक्रमे विद्युत धाना प्रसिद्ध कलर पनि कला संक्रमे शिवनमा नारायण आह्वान
अक्षरं नमः शुभं नमः सुमोदकं मोषं नमस्तुति tadi tanda ल्याउनु हामीले ल्याउने हो कता देखि गर्ने त हाम्रो काम यताबाट गर्ने यताबाट गरौँ ल कता आउँछ समातेर भाइहरूले यसो गरेर सानो धारा हुन्छ तपाईँले यस्तो गर्नु यताबाट यसो गरेर लान्छ हुन्छ अप्ठ्यारो चाहिँ क्या जेबाट हाल्दैछौँ जेबाट हाल्यो यसो समातेर ल्याउँ ताल ल बस्नु बस्नु नानी कहाँ ढाडा पर्छ बत्ती पनि बाल्यौँ त्यो सुकुनामा बाल्यौँ अनि देखाएर बाबुले देखाएर त्यो चुरा भागमै राख्यौँ अब के जस्तो चुरामा राखिदिउँ यो पानी ल्याऊ बाबुले पकाऊ यो चुरामै राखौँ त्यो पाठी पनि ल्याऊ टिका लगाइदिनुपर्छ भारतको जान्छ टिका लगाइदिउँ यो गणेशलाई टिका लगाइदिउँ बिस्तारै अडियो पनि गराउँछ बस्छ त्यो सडकमा राख्यौँ त्यो अब 18 मिटर सबै समस्त त्यसको बारेमा मुद्दामा भेसम गइन्छ सुताती मन शान्त कार्यक्रम सबै प्रविधि सोच्दै भयो त्यो सुकुन्दा यस्तो त्यो पाठ सुकुन्दा तल टमाटर त्यो चामल दही दिएर चामल अलिक मुछौँ त्यो चामल फुल एकवटा भावले दिउँ टिका लगाउनु भइदियो फुल एक भाइको खुट्टामा हात गर्ने अहिले पूजा गर्ने हात हो खुट्टामा सुन्नु ढोगेर त्यहाँ कलसमा छोड्यो ढोगेर फाल्यो खुट्टा भाइ फेरि फेरि कला राङ्गे सबै चन्द्र भूषण अत्यन्त चाहिँ फेरि भित्र भयो फेरि ढोगेर सम्पूर्ण कला राङ्गे सबै फेरि एउटा माथि अब घरलाई गृहलाई समुद्र चन्द्र भूषण गृहलाई समुद्र चन्द्र माथि पठाइनु माथि माथि घरलाई ल भयो घरलाई ल ल त्यहाँ लाग्यो ल हो यता बुढी औँलाले अनि त्यो रातो अबिर पनि अबिर फुल यता टाउकोमा
कति हुन्छ त्यति छुट्याउनुलाई मात्रै हो त्यति छुट्टै बनाउनु के हो कि यहाँ चाहिँ यहीँनिर पहिला अगाडि त्यो पठारी पनि तल लाने दायाँ बायाँ पनि अहिले मामा राख्नु के धेरै मामा एकचोटि काट्दैन बिस्तारै
उसको भाइले अङ्कलहरू काटेर भनेर आयो मैले पनि खानुहुन्छ अझै चिया हुँदैन मैले चिया सोधेको त्यही भएर लमडीलाई अरूले खानुहुन्छ होइन के हो अरू नुन खानुहुन्छ भिजा दिदीले भिजा हुँदैन नुन खानु हुँदैन भिजा क्यामेराम्यान अलिक फोकस गरौँ भित्रको 32वटा दाँत पनि देखाउँछ
पालै पालो हो अब त्यसो पालि म खेल्छु एकछिन क्यामेराम्यान पनि चिया खाऊ रेस्ट गर चियामा पकाऊ मोनी हात जानु यो उतल बाटो भनेको यो हिँड्न आउँछ के हो र सधैँ हुन्छ मामालाई चिटेन्छु नवीन मामालाई यहाँ त्यसको बत्ती पालोमा हाल्यो यो बत्ती पालो हाल्यो अहिले जस्तो त्यसमै हेलो बत्ती कति हाल्ने होइन बत्ती मात्रै त्यही हो कि बत्ती मात्रै बाहिर पालो पनि राई सोच्नु खाइदियो पालो सबै खाइदियो फेरि यो यहाँ चढाउनु यहाँ अब जहाँ पनि त्यहाँ फेरि यो फ्रेन्डहरू माथि घरमा यता कहाँ छ बाबा पहिला टिका लगाइदिउँ पहिला पत्तालाई बुढी हो टिका लगाउनु भेट छैन अलिक बढी पनि तपाईँ भने होइन बाटो भन्नु छ पानी राख्नु मात्रै परेन बाटोमा त्यसको ए आज छैन त्यसको के भने ल अब शीतल हुन्छ अरे अहिले के बाबु तल हुन्छ बुढेन टाउको दुख्दैन अरे के ल हातमा थियो सबै टपरी नै देऊ न तामल
long punya Dugaलाई दिँदा हुन्छ? हुन्छ अब दुगा लाग्छ सर्वाणि भूतानि समित्यन्तानि भयो बाबुलाई जस्तो हुन्छ एकछिन हो जति धेरै सेट ढिलो हुन्छ हाँसी हालेर चाँडो सान्दा माथिको पार्टी छ्यानले भने खै त छ्यानले भन्नुपर्छ पैसा आउने गरेर पैसा पनि राखौँ ल अब काकीले अब भिना जसँग बोल्नु पर्ने हो छ्यान्दे भनेर चामल चामल तल बाँकी पैसा नि हाल्नु भने
पहिले बस्यो अनिल नि हाल्ने होला ल अहिले भन्दैन बाबुले मलाई मामालाई भिच्यान्डी भन्नुपर्छ क्या भिच्यान्डी तलै मान्छे भन्न तलै मान्छे उहिले फेरि माथि माथि भन्छ
दिएको અહીં રાખ્ने अहिले हातमा राख्नु हातमा ल बाबुले यसले मात्र भगाएर अनि मामा अहिले भने हातमा बल्ल दुईटा हातले कुन अझै जल्दी यतापट्टि त्यहाँ यहाँ के छ एउटा बच्चा छैन सन्देउ त होला पछाडि प्लास्टिक त झोलामा हाल्यो नि हुन्छ खुट्टामा छुनु हुँदैन के ल यो समय राखौँ ल म साटिदिन्छु पैसा उड्यो यहाँ त्यसरी हातले यसरी हो माता र यही भनेर हो माता भन्ने ए आमा संस्कृत भिचादेऊ भनेर हो माता र हो माता मसँग आन्दोलन पैसा तपाईँ सम्झेर काम तर म सँग आन्दोलन तपाईँ ल हो पिता ठान्दै भनेर हो पिता र कुल्चेले भेट्नु एकदम ठिक एकदम कडा यहाँ कान्छ क्यामराम्यान ओइ क्यामराम्यान
अब लाने यही लुगामा लाने मन्दिर जानु पर्यो नि त यहीँ आएर फेर्ने हो के लुगा मागेर मन्दिर चाहिँ यही लाने भाग्नुलाई त अप्ठ्यारो हो नि त यसो मात्रै भाग्नु हुँदैन है भाग्नै सक्दैन होइन बाबु यहाँ ल अब बिस्तारै घुमाउनु एकचोटि होला बाबालाई चाहिँ गर्ने फेरि आमालाई मा उठ्नु पर्यो ढुङ्गाउनु पर्यो दुवै खुट्टा आउरेको ल फोन नम्बर दियो ल हाँसे रोइसक्यो लक्ष्मी एसोसिएसन आउनु पऱ्यो बच्चीसँग त हिँड्नु पर्यो अहिले भागेर दौडेर कहाँ पुग्नुपर्छ थाहा भोलिपल्ट बस्छ न राम्रो आउँछ हो नि यता हेर अलिकति चिन्डाउन गरेर अलिक तल हेर यता हेर अलिक तल होइन होइन चौको चाहिँ त्यसो कारण के फरक सिकेर राखेको के फरक अनि खाएर चाहिँ के हुन्छ पर्छ जापानी कुनै ला आइपुग्यो बिस्तारै
हो फेरि भने के यो लुगा लाएर सबैले खिच्यो हुन्छ नि मैले मामा समय आउनु पऱ्यो उसलाई कुनै आउनु पऱ्यो मनलाई भएन बाबु यता हेर्नु न यता हेर्नु सानो पनि आउनु सानो पनि आउनु तिमी ल्याऊ यता यो ड्रेसमा के छ म मम्मीलाई पनि बोलाउनु खिचाउनु पर्ने अब माथि नै हो माथि तपाईँलाई यहाँ काम हजुर सकुन माथि नै हो यहाँ काम सिक्ने कि बाँकी छ आउने रे भान्जासँगै आउनु पर्छ बनाउने भने कि बत्तीको काम गरेर काका कता गयो उतातिर लालै छ पानी नै पर्यो रोटी खाँदैन त्यसले बाबु हात अगाडि त्यस्तो होइन पछि हो ल लुगा लियो पछि लुगा लगाएपछि
सिधा हो मन बस्नुपर्ने घरको साबुन दिनुपर्छ अब यो नि खाउँ जिरी थियो पत्ता लाग्छ त्यो चाहिँ यहाँ राख्छ त्यो खाना चाहिँ खानु जुठो चाहिँ बाटोमा नराख्नु त्यो चाहिँ यहाँ चोकमा अघि यो प्लेट खै बाटो पनि छ लाउँदैन अरे के नलाउने भनेर अब एकचोटि लगाइदिनु सिधा बसायो भने सिधापट्टि बस नरेश बस आऊ खै नरेश मामा मामालाई बोलाऊ माइजू पनि बोल्नु मामा माइजू अघि माइजू छुट्यो चिन्ना है चिन्ना चिन्ना चाहिँ छैन यो उतै राख्नु
खै मा ध्यान न अब यहाँ साइडमा लगाएर जाउँ कि अनि सजिलो हुन्छ त्यही अलमल भयो काम बाँकी नै छ अझै सुट पाइपको होला होइन यो सुट पाइपको हो सुटको त्यही त्यहीँ भित्र राखिदेऊ न त्यहाँ मामालाई देऊ ग्लास बियर खानुहुन्छ उहाँहरूलाई बियर अनि चिकन रोस्ट पनि त्यहाँ मुनिको चाहिँ चिसो छ तल माथिको चाहिँ तातो माथि भन्नाले होइन होइन त्यो माथिकै चिसो हो मुनि भएको चाहिँ चिसो हो माथि पनि भर्खर राखेको कि अनि पछि कहिले अहिले हाल्नु नेताबाट भनेको उसलाई अहिले टिका लगाइदिएर चामल दिनु हातमा अनि लुगा दिँदाखेरि सबैले टिका त्यही त छैन केही दिनु भने आज त नन बसे चाहिँ हुन्छ कि त्यो एकैछिन भोलि त बस्छ नि पूजा गर्नुलाई
पानी बल्ल सुनिल त्यो माछा होइन भन्ने त्यो जम्मा 30 रुपियाँ मात्रै घट्यो